नमस्कार गाइजहरू, हेर्नुहोस् त कति राम्रो भ्यूज यहाँ। ओहो, यहाँ चाहिँ यो भ्यूज भन्नाले यहाँ चाहिँ के रहेछ भने होमस्टे गरेर रहेछ क्या। पुरा कस्तो राम्रो आनन्द ठाउँ है। पुरा हेर्नु न, नबसे नि बसौँ लाउने हरभर चारैतिर हरभर कति रमाइलो छ र। अनि फेरि यहाँ पनि तोरीबारी रहेछ। तोरीबारीमा चक्क लाएर तोरीको पहेँलो फुलमा माउरीहरू फुल्छन् होइन। यस्तो रमाइलो ठाउँ रहेछ। आहा, हेर्नु त यता पनि घर कति ठुलो जग्गा क्या। हाम्रो नेहारी दिदी आउँदै, नेहारी दिदी बहिनी आउँदै हुन्छ। के छ हो? नमस्कार है। नमस्कार। नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै छु। अनि आज कताको सवारी हजुर? आज हामी यहाँ मेरी छोरीको सुटिङमा छु। सुटिङ भइसक्यो एउटा सिन, अब अर्को एउटा बाँकी छ। कति राम्रो देख्नु भएको नेहारी ड्रेसमा। धेरै धेरै धन्यवाद तपाईँलाई, मलाई राम्रो भन्नुभयो। राम्री मान्छे राम्री त हो नि, के नराम्रो हुनु न। त्यही माथि नेहारी ड्रेस ल उहाँसँग जोडी मेरो। आहा, कति रमाइलो जोडी मिले क्या टक्क लाएर हो नि। अझ पनि धन्यवाद है तपाईँलाई। हस् कस्तो रमाइलो ठाउँमा होइन। घर पनि आनन्द हरियो हरभर टक्क लाएर बुढाबुढी जोडी पनि सकेको छ। भन्नु न के भन्नुहुन्छ हो? दुई चार शब्द। अब मेरो छोरीको अब हाम्रो कति अहिले 5 होइन 6 भाग हो। 6 भाग हो यो। 6 कि 5? 6 भाग, 5 भाग। आजको 6 भाग। आज 6 भागमा अब हामी अहिले सुटिङमा चाहिँ अब यसो साथीहरू सबै मिलेर गरिरहेछु। अब दर्शकहरूले चाहिँ अलिकति राम्रोसँग माइक गरेर हेरिदिनु होला भन्ने मैले यति भन्ने कुरा यही हो। हस् एकचोटि चाहिँ हेर्नु होला, राम्रो छ। पारिवारिक कथा हो, सबैजनाले हेर्नै पर्ने सिरियल हो। हजुर, हेरेर लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। कमी कमजोरी छ भने कमेन्ट पनि गरिदिनु होला। धन्यवाद। हस् हजुर, हस् धन्यवाद। ल वाह, कति रमाइलो क्या। अब हाम्रो नेहारी म्याडमहरूको जोडी जानुभयो। अब म चाहिँ यतातिर लागिरहेको छु। हरियाली भयो, वन जङ्गल कति रमाइलो क्या। फेरि धेरै टाढा पनि होइन क्या, फेरि यहाँ नजिकै हो। नजिकै भन्नाले यो सुनकोटी गाउँमा हो। गाउँ हो, शिविर हलको पछाडि टक्क हाम्रो बहिनी आइनु। कता नानी, कता हो कता? ए आज स्कुल गएन हौ? आज सुटिङमा आएर गएन नि स्कुल। तोरीबारी सरर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 
मेरो छोरीको सुटिङ टक्क भइरहेछ हाम्रो मगर सर पनि त्यहाँ हुन्छ आर्य मगर मेरो छोरी उता आइन् यहाँ चाहिँ टिभी त्यहाँ राख्दै फोनमा बोल्दै हुनुहुन्छ ल हेर्नुहोस् तोरीबारीको डिलमा राखेर आहा हेर्नुहोस् त्यहाँ सिन भएर चाहिँ टक्क लगाएर तोरीबारीको छेउमा बसेर मेरो छोरी आइन्दै त्यही उताबाट आउँदैछिन् मेरो छोरी सौताकी छोरी सौतानी छोरी आमा कता गइन् भएर आउँदैछिन् यहाँ आउँथ्यो नि उनको बुढो छेउमा गइन् सिन कस्तो हुन्छ यहाँबाट कति राम्रो क्या तोरीबारी तोरी हो पयाँलाई क्या कति धेरै पो तोरीबारीको तोरी नै तोरी पयाँलाई तोरीबारी क्या
नमस्ते अङ्कल सुटिङ भएर चाहिँ यहाँ म अङ्कल कहाँ नआएको त्यो म अलिक यता साथी बिरामी भएर नआएको एक डिग्रीमा आउँछ है छैन छैन है भइरहेको अङ्कल त्यो आउँछ अङ्कल त्यो उसले मलाई चाहिँ त्यो भेट्न आऊ भनेको म साथी बिरामी भएर निस्किनु पाएर आएको बल्ल निस्किएको अङ्कल सकटी राजमातीमा खोजे पानबातीमा खोजे पासा पिनी फुचाले बालामा खोजे ऐसा तस्का झाजिता निकल थिचो ऐसा तस्का झाजिता निकल थिचो ठाउँ छाजीको मन सिमका बिलाती छ ठाउँ छाजीको मन सिमका बिलाती छ अन्ति जना एला लुना अन्ति जना एला लुना चिता सोई जना अन्ति जना एला लुना छाजिता सोई जना खै बाउ पनि कता गयो त छोरी पनि सतानी छोरी कता गयो अब आफ्नो छोरी कता गए यही बुढी मात्रै छ काम गर्ने अब कवर सन्चो भएको थिएँ अब फेरि तोरी अब फुलिरहेछन् अब यहाँ अब त यसो गरेर हिँड्न पऱ्यो भनेको कहाँ गए अब त्यतातिर गयो कि यतातिर गयो कि हेर्न पऱ्यो अब उ त बोलाउनु त्यत्तिकै हो कहाँ चाहिँ गएछन् त हे भगवान् ए क्यान्सल गर अँ ए अघि भन्नुभयो नि तपाईँले ल ठिक छ अब